नमस्ते गाइजहरू। आज यहाँ चाहिँ कालुलाई हामीले डेन्टिस्टको वहाँ ल्याएछौँ। यहाँ चाहिँ कालुको डेन्टिस्टको वहाँ दाँत निकाल्न ल्याएछौँ। हेर्नुहोस् त, यसको दाँत निकाल्नको कार्यक्रम सुरु भइसक्यो। अहिले चाहिँ यसले मजाक सोचिरहेछ, यसले मजा आइरहेछ के। अब एकछिनमै यसको यो मजा चाहिँ सजाग हुन्छ। हेर्नुहोस् त, एकदम मजाले सुतेर यहाँ स्प्रे गर्यो है। हजुरहरूलाई कसैलाई थाहा छ भने चाहिँ भन्नु होला यो स्प्रेलाई के भन्छन्। यो स्प्रे चाहिँ स्प्रे गरिसकेपछि अनि यसले चाहिँ रमाइलो यति नै हो, प्रोसेस सोचिएको छ। अनि यसलाई चाहिँ रमाइलो यो फर्स्टचोटि है कालुको दाँत निकाल्न लागेको। यहाँभन्दा पहिला चाहिँ यसको फर्स्ट दाँत हो यो। यसमा चाहिँ दुईवटा दाँत आइहाल्यो कि यसको। हाम्रो यहाँ अछामतिर चाहिँ बिजल दाडो भन्छन्, त्यसलाई बिजल दाडो आइगयो यसको। अनि चाहिँ यहाँ मजाले हेर्नु त, अब चाहिँ एकछिन रिलिफ भएर चाहिँ कालु चाहिँ सोचिरहेछ, अब बस भइगयो मज़ा, अब आएगा मज़ा तेरा कालू, ये देख लो भैया कालू का मज़ा, अभी चाहिँ इसका आ जाएगा मज़ा। अनि यहाँ मजाले गरेर एकदम कम्फर्टेबल गराएको छ है दाँतलाई। अनि चाहिँ यसलाई लागिरहेछ केही नै, अब चाहिँ नर्मली यो प्रोसेस सोचिरहेछ यसले। एकछिनमा अब यसको दाँत चाहिँ हेर्नु त, रुयो 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 कालु गाइस। यहाँ चाहिँ हेर्नुहोस् त, अब भैया मेरो बाबु, यहाँ चाहिँ यसको दाँत निकालियो। रुनाले हेर्नु त, कालुको आइगा मजा। थ्याङ्क यू, हेरिदिनु होला है, भिडियोमा कमेन्ट पनि गरिदिनु होला। सबैजनालाई धन्यवाद।